हामीलाई रामसरको लागि भनेर फेरि अर्को सहयोग रकम प्राप्त भएको छ। हामीलाई चाहिँ नि माल्टाबाट मदन गौतम सरले चाहिँ नि रु रामसरको लागि होइन 7500 रुपियाँ सहयोग गर्नु भएको छ। यो पैसा चाहिँ म आमालाई दिन्छु है रामसर। हुन्छ सर। उहाँले चाहिँ के भन्नुभएको छ नि उहाँको छोरा मेलिस गौतम चाहिँ नि यही जेठ 19 गते चाहिँ नि 1 वर्ष पुरा हुनु भएको छ र यही आउँदो असार 1 गते चाहिँ नि उहाँको श्रीमती वाइफको चाहिँ नि सरिता प्याकुरेलको चाहिँ नि शुभ जन्मदिन परेको उपलक्ष्यमा चाहिँ नि 1 गते हो सर। हजुर सरिता उहाँको श्रीमतीको चाहिँ पाउनु उहाँको श्रीमतीको चाहिँ हैन जन्मदिन पनि रहेको रहेछ हैन। त्यही भएर यही खुसीयालीमा चाहिँ नि रामसरलाई भनेर चाहिँ नि 7500 सहयोग गर्न चाहन्छु र कहिले हिम्मत नारी आमासँग खुसी भएर बस्नु भन्न चाहन्छु भन्नुभएको छ उहाँले हैन। र छोराको शारीरिक अवस्थाको बारेमा चिन्ता नलिनु, सम्पूर्ण दयाका धनी नेपाली दाजुभाइ दिदीबहिनी सदैव राम भाइको सहयोगका लागि रहनेछन् भनेर आमालाई पीर नलिनु भनेर नि हाम्रो सहयोग गर्नुभएको मदन गौतम सरले भन्नुभएको छ सर हैन। तपाईलाई भनेर चाहिँ नि 7500 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँको चाहिँ नि श्रीमती सरिता प्याकुरेलजीको चाहिँ नि बर्थडे पनि रहेको रहेछ। सर्वप्रथम त उहाँलाई पनि सरिता सिसलाई पनि ह्यापी बर्थडे भन्न चाहन्छु। सर तपाईले के भन्न चाहनुहुन्छ? सरिता सिसलाई हजुर अब उहाँको भनेको इच्छा पुरा होस् अनि मैले आशी दिएको लागोस् अनि सबै आशी सबै भने कुरा पुरा होस् अनि सबै भरि पूर्ण होस् अनि पैसा सबै अब यो भन्दा धेरै कमाउन सकेका होस् अनि उहाँको छोराको 1 वर्षको काम पनि राम्रो सुकिहाल्यो होस्। 1 वर्ष पुरा हुनु भएछ उहाँ हैन। अनि 1 गते चाहिँ नि जन्मदिन पनि रहेछ। जन्मदिनको के भन्न चाहनुहुन्छ? जन्मदिनको पनि ह्यापी बर्थडे अब खुसियाली होस् राम्रो होस् सर हैन। उहाँको भनेको इच्छा पुरा होस् उहाँको भनेको इच्छा पुरा होस् उहाँको खुसी चारो होस् हैन। अब अर्को पनि यस्तै जन्मदिनमा पनि यस्तै अपाङ्गहरूलाई धेरै दिन सकेका होस् यो भन्दा धेरै दिन सकेका होस्। म भन्दा अब असत अपाङ्गहरू होला होइन सर अनि यस्तै दिन सकेका होस् सर। आमाले के भन्न चाहनुहुन्छ? म नि त्यही भन्छु सर। हजुर अब उहाँलाई अब कति दुःख गरेर कमाएको रुपियाँ पैसा यस्तो अपाङ्गलाई हेर्नु नसकेर पठाउनु भयो धन्यवाद। उहाँलाई धेरै उहाँको इच्छा के छ त्यो सबै पुरा होस्। उहाँको जन्मदिनमा पनि शुभकामना। सरिता उहाँको श्रीमतीजीको नि जन्मदिन रहेछ अनि उहाँको छोराको पनि 1 वर्ष पुरा भएको रहेछ। छोराको पनि सबै राम्रो होस् हैन। राम्रो होस् उहाँको परिवारमा सुख शान्ति सधैँ खुसी होस् अनि धेरै धेरै कमाउनु सकेका होस् भनेर म यही मदन सरलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद यस्तो अपाङ्गलाई सहयोग दिनु भएको लागिले धेरै धन्यवाद दिन्छु। उहाँको परिवारहरु सबैमा खुसी होस् राम्रो होस् हैन भनेर म बिन्ती गर्छु। ल उहाँलाई चाहिँ जन्मदिनको पनि ह्यापी बर्थडे भन्नु न सर। ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु सरिता सिसलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। धेरै धेरै शुभकामना। खुसी र सुखी रहनु सधैँभरि हाँसी खुसी सुखी रहनु। यस्तै अपाङ्गहरूलाई सहयोग गर्नु पाएको धेरै धेरै धन्यवाद। सधैँ खुसी होस्। सानो बच्चा उहाँको फोटो देख्यौ? ल सहयोग गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। ल कट गरेर